साहु कर्णबहादुर शाह सर हाम्रो आदरणीय बिजनेस म्यानेजर हुनुहुन्छ उहाँलाई पनि हामी हार्दिक नमन सहित अवार्डको निमित्त अगाडि बोलाउन चाहन्छौँ धनबहादुर साउद त्यसैगरी विकास भण्डारी दुर्गा काफ्ले धनगढी शाखाबाट दुर्गा उत्कृष्ट डिलरहरूलाई केन्द्रीय स्तरको कार्यक्रम गर्छौँ 293 डेजको र हामीले अगाडि नाम वाचन गरेर यहाँलाई खाना लगाएर अगाडि रोमा राख्यौँ। उहाँहरू साथीहरूलाई हाम्रो निम्ता छ यो छिट्टै नै 5 स्टार होटल काठमाडौँमा हुनसक्छ, पोखरामा हुनसक्छ, मोस्ट प्रोबेबली पोखरामा होला। हामी कार्यक्रमको सेड्युल सार्वजनिक गर्छौँ, यहाँहरू अनिवार्य उपस्थित भइदिनु होला, मेरो एउटा विनम्र यहाँलाई अनुरोध। र बाँकी साथीहरू जो डिसिएनपिटी सेन्ट्रल लेभलमा प्रोग्राममा पर्न नसक्नुभएका साथीहरूलाई हामीले यो प्रादेशिक हिसाबमा सम्मान साथसाथै यो टेक्निकल सेसन जुन अघि तपाईँहरूले कति बुझ्नुभयो भएन, राम्रा कुराहरू हतपत हामी दिन सक्दैनौँ। लर्निङ इज के हुन्छ, लर्निङ इज अर्निङ भन्छ, यहाँ सबैले बुझ्नु भएको छ। यो सिकाइ भनेकै कमाइ हो। अघि हाम्रो नवराजीले क्वेसन गर्नुभएको थियो, उहाँलाई पनि धेरै धेरै बधाई। उहाँले एकपल्ट यो नाम दिनुभएको थियो, सिकाइ भनेकै कमाइ हो। त्यसैले यो सिकाइको माध्यमबाट कमाइ हुने हो र कमाइ गर्नको लागि सिकाइ अनिवार्य छ। सिकाइ फेरि के हो भने यो टेक्निकल सेसनमा उहाँले जुन कुराहरूलाई हाइलाइट गर्नुभएको थियो मैले तपाईँलाई 2 लाइनमै बताएँ। उहाँले के गर्नुभएको छ, एजेन्सी टिम निर्माण कसरी गर्ने, टिम म्यानेजमेन्ट कसरी गर्ने, टिमलाई सक्सेस कसरी बनाउने भन्ने कुरा धेरै टेक्निकहरू छ। दुईवटा कुरा हुन्छ, एउटा आफू कसरी सक्सेस हुने, एजेन्सी आफैमा कसरी अगाडि बढ्ने र आफू जस्तै धेरै एजेन्सी लिडरहरूलाई कसरी आफूमा समाहित गराएर उहाँलाई सक्सेस गराउने, त्यो फर्मुलाहरू धेरै छ। यहाँलाई त्यो पुगेको छैन मलाई थाहा छ। यो कम्तीमा पनि दिनभरि र 2 डेज लाग्छ, खास भने 2 दिन लाग्न सक्छ। कुनै बेला हामीले त्यो पनि अर्गनाइज गरौँला। यहाँलाई मैले के जानकारी गराएँ भने हामीले एउटा सेन्ट्रल लेभलमै यहाँ कति साथीहरूले सोध्नुभयो कि उहाँले एनडिआरटी, सिओटी, टिओटी त्यो हाइलाइट गर्नुभएको थियो। त्यसमा चाहिँ एनडिआरटी भनेको के हो, सिओटी भनेको, टिओटी भनेको के हो, त्यो फुल फर्म बताइदिनुहोस् भन्नुभयो। धनगढी शाखाबाट बिजनेस म्यानेजर हुनुहुन्छ अनिता कुमारी राहुल। पार्वती कुमारी सापकोटा ज्यू कृपया अगाडि आइदिनु होला।
अवार्ड लिएर कोही साथीहरू पनि हल्लाएर नगइदिन म अनुरोध गर्दछु। यसपछि हाम्रो ग्रुप फोटो सेसनको महत्त्वपूर्ण कार्यक्रम रहेको छ। पार्वती कुमारी सापकोटा, मनिषा श्रेष्ठ, बिजनेस म्यानेजर हुनुहुन्छ धनगढी शाखाबाट, कृपया अगाडि आइदिनु म अनुरोध गर्न चाहन्छु। मनिषा श्रेष्ठ, सुशीला चन्द तपाईँ